समानता कता गयो? यो 2057 सालतिर लेखिएको र शिक्षा दिवसमा वाचन पनि गरिएको थियो भरतपुर नारायणी माविको जिल्ला स्तरीय शिक्षा दिवसको कार्यक्रममा। छोरालाई दिने शिक्षा छोरी घाँसतिरै गए, छोरालाई दिने शिक्षा छोरी घाँसतिरै गए, छोरा पढ्ने ठुलो बन्ने कमारी छोरी नै भए, छोरा पढ्ने ठुलो बन्ने कमारी छोरी नै भए, छोरा बोर्डिङमा राख्ने छोरी स्कुलमा अरे, छोरा विदेशमा पढ्ने छोरी स्वदेशमै अरे। समान दृष्टि चाहिन्छ, समान दृष्टि चाहिन्छ, समान व्यवहार अरे, मौका समान चाहिन्छ, समान अधिकार अरे, मौका समान चाहिन्छ, समान अधिकार अरे। नारा जुलुस गर्छन् ती, नारा जुलुस गर्छन् ती जो गर्छन् व्यभिचार यो, मुखमा जप्दछन् मन्त्र समानता कता गयो, मुखमा जप्दछन् मन्त्र समानता कता गयो। छोरा छन् घरमा बस्ने जुवा ताससँगै डुबी, छोरा छन् घरमा बस्ने जुवा ताससँगै डुबी, बुहारी गर्दछिन् काम दिन रात सधैँ झुकी, बुहारी गर्दछिन् काम दिन रात सँगै झुकी। हकार्दै घरमा पस्छ, हकार्दै घरमा पस्छ, जाडले डगमगाउँदै, श्रीमती घरमा रुन्छे पिटाई खाइदिन्दिने, श्रीमती घरमा रुन्छे पिटाई खाइदिन्दिने। दोषी श्रीमती नै हुन्छन्, दोषी श्रीमती नै हुन्छन्, पतिलाई हकारी रे, पोथी बासी बनी पुर्खा भन्छन् लोग्ने लतारी रे, पोथी बासी बनी पुर्खा भन्छन् लोग्ने लतारी रे। आई माई भए जान्ने घर नै भाँडिने भयो, आई माई भए जान्ने घर नै भाँडिने भयो, समाज यही नै भन्छ समानता कता गयो, समाज यही नै भन्छ समानता कता गयो। मेरो छोरो पढ्यो लेख्यो, मेरो छोरो पढ्यो लेख्यो कमाई गर्छ बेसरी, मेरो हो नै सृष्टि हो सारा भएको सब सम्पत्ति, मेरो नै सृष्टि हो सारा भएको सब सम्पत्ति। बुहारी मूर्ख भई सारै भन्दछिन् सासुजी उता, बुहारी मूर्ख भई सारै भन्दछिन् सासुजी उता, मर्दका 10 ओटीको उखान गर्दछन् यता, मर्दका 10 ओटीको उखान गर्दछन् यता। के गर्छे यसले, के काम गर्दछे यसले घुरान सरी लाग्दछ, के काम गर्दछे यसले घुरान सरी लाग्दछ, खरानेको त हो छोरी यस्ताले काम चल्दछ, खराने कि त हो छोरी यस्ताले काम चल्दछ। अर्काकी छोरी हो साँच्चै बस्छे पराईको घर, अस्तित्व मूल्य केही छैन मान्दछिन् सबको डर, अस्तित्व मूल्य केही छैन मान्दछिन् सबको डर। बाबाले नपढाएर आज दुःख पर्यो अरे, बाबाले नपढाएर आज दुःख पर्यो हरे, हुन्थ्यो शान्ति सबैलाई बरु म आफू नै मरे, हुन्थ्यो शान्ति सबैलाई बरु म आफू नै मरे। मिल्दैन श्रीमती भन्न एक्लो जिन्दगी नै भयो, मिल्दैन श्रीमती भन्न एक्लो जिन्दगी नै गयो, कमारी सरी छाडिन्छन् समानता कता गयो, कमारी सरी छाडिन्छन् समानता कता गयो। पढाए छोरी बाबाले, पढाए छोरी बाबाले छोरी ती विदुषी बनिन्, पठाए दान दिए आज पराई कि तिनी भइन्, पठाए दान दिए आज पराई कि तिनी भइन्। समान योग्यता प्राप्त छोरी ज्वाइँ दुवै भए, समान योग्यता प्राप्त छोरी ज्वाइँ दुवै भए, समान तहको काम गर्छन् बाबा खुसी भए, समान तहको काम गर्छन् बाबा खुसी भए। कसरी घर धान्ने हो जागिरे आई माईले, कसरी घर धान्ने हो जागिरे आई माईले, हुँदैन घरको रक्षा बुहारी बाहिरै गए, हुँदैन घरको रक्षा बुहारी बाहिरै गए। ड्युटी सकेर अड्डाको, ड्युटी सकेर अड्डाको बुहारी फर्किन् घर, घरको कामको जिम्मा पूरा गर्नु पर्यो अब, घरको कामको जिम्मा पूरा गर्नु पर्यो अब, दोहोरो कामको बोझ पूरा गर्छिन् सधैँ हरे,
दोहोरो कामको बोझ पुरा गर्छिन् सधैँ हरे, घरमा बेथिती अल्छी बुहारी भन्दछन् अरे, घरमा बेथिती अल्छी बुहारी भन्दछन् अरे, दिनहुँ बाहिरै जान्छे बिक्री भन्दै भयो, दिनहुँ बाहिरै जान्छे बिग्री भन्दिए भयो, खोज्दछिन् महिला मुक्ति समानता कता गयो, खोज्दछन् महिला मुक्ति समानता कता गयो। धन्यवाद। यस कवितामा हरेक तहको छोरा छोरी, पढेको छोरा बुहारी नपढेको छोरा बुहारी, पढेको छोरो नपढेको छोरी, पढेको छोरो नपढेकी बुहारी र बाउ-आमाको आफ्नो भनाइ र सासु ससुराको सोचाइ र समाजको महिलाहरूको स्थानलाई औल्याउन खोजिएको यही असमानता यहाँभित्र छ, राख्ने जमर्को गरिएको छ। धन्यवाद।